यो चाहिँ मेलाको तयारी हुँदैछ। पसलहरू बिहान पख यहाँ धमाधम राख्ने कार्यक्रम भइरहेछ। यिनीहरू पनि छ। हाम्रो दिल्ली राजसँग हामी मेलामा विश्वास गर्नुभयो उहाँले पनि। धेरै खुसीको कुरा हो। ल मामासँग भेट भएको छ हाम्रो, अनि धेरै खुसी लाग्यो। हाम्रो पुरानो मान्छे गाउँको हाम्रो मामालाई धेरै माया छ। ल ठिकै छ, मामा चाहिँ माथि नजाने रे, म चाहिँ यसो माथितिर घुमेर आउनु पर्यो। ल है त, ल त मामा है। हुन्छ। हो खोला त्यही। हाई 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 कामै गर्नु पर्दैन भयो भने त हो त। एकदम मोनिटाइज मेरो कसरी होस् भन्ने मात्रै हो कि। मोनिटाइज हुने बित्तिकै त काम भन्दा त फेसबुकतिर काम गरेको थिएँ म बढी। सामान्य कुरा हो नि। कस्तो भिडियो पनि आफ्नो उसको एउटै उसको हाल्ने फरक हाल्ने नहाल्ने भन्दै सबै सँगै बसिरहन्छ। यो काट्न लाग्यो ठिक हुन्छ। हेरेर आएको हाम्रो हिँड्दै काका कहाँ छन्? फोन लागिरहेको छैन, तलैबाट हालिरहेको जाउँ त जाउँ, कता जाने? मलाई त के लाग्यो भने यो देखेर यार मान्छेहरूले सुसाइड कसरी गर्छन् होला भन्ने लाग्यो। यति डर लाग्दो है। हाम्रो बाजार रिङ्गटा लाग्छ नि यार। सागर छैन। बाटो त्यही हो। बाटो ढिलो, यो त भालु हिँड्ने बाटो हो। माथिबाट फोटो गराउने आउने आउने भन्नु त यो तलको काला लेक नि। यो काला लेक, यो काला लेक, यो काला लेकको पनि गाउँ छुट्टै छुट्टै होला। यताको गाउँ यो सबैलाई काला लेक भन्छ। त्यो पारीकोलाई के भन्छ? त्यो रोड हामीले अघि भनेलाई त्यहाँ फलाटे नि। अनि त्यसो त्यहाँ पारी कुहिरो लागेको छ नि। पारीको गाउँ त्यो भन्दा उता पारी त्यो पारीको चाँदे करङ्जे हो त्यो भयो। अनि यता माथिको यो यहाँनिरको योदेखि सिधै पारी स्कुलदेखि पारी छ नि सिधै। त्यो स्कुलदेखि पारीको गाउँ के त्यो। अनि यताको यो तलको
पाल्नापट्टिको चाँडे करन्जे वाल्नापट्टिको त्यो राम्रो स्कुल भन्ने त्यो फलाटे यो पालाले अनि ऊ त्यहाँ पारीको कता ऊ त्यो उतातिर त्यहाँ के भन्छ है यार कल्याणदेखि पाल्नु त्यो त लगभग 7 नगरपालिका पर्यन्त हेर्नु क्या यसमा यहाँ आउनु हो तपाईँ त्यहाँ बस्नु हामी सब त्यहाँ जान्छौँ भिडियोले मात्रै भने तल गर्ने कि के गर्ने तल गर्ने अब तल नि फोटो खिच्नु गर्दा नेटले पनि गर्छ त्यसैले गर्दा यो त खतम छ मौसमले साथ दिएन आज है यतिको क्लियर भयो त राम्रो आउँथ्यो नि फोटो मौसम क्लियर भयो भने राम्रो आउँछ फोटो उता डरा जन्मदा यता डर आउनु पर्ने रहेछ ल जा यहाँबाट क्लियर है सर्लङ यतिले कस्तो मोर रहेछ खै किशोर भलिबल रहेछ यार जम्मै हेरौँ न छिटो मैला त्यो त खासै त्यो त खासै लास्ट भलिबल हो आज फाइनल छोटा नेम्रो दुध हेरेर मजा आउँछ त अरू नहेर हामी त्यही बल हेर्न आउनेले त्यही हेर्नुहुन्छ रोटो उतार नि